हेलो एभ्रिवान, आज मैले फेरि पनि एनालाइटिकल रिजनिङको फिगर काउन्टिङबाट नम्बर अफ ट्रायङ्गल काउन्ट गर्ने भिडियोमा हामीले दुईवटा फिगरहरू सल्भ गर्दैछौँ। स्क्रिनमा दिएको जस्तो यसरी फिगर हामीलाई इक्जाममा सोध्न सक्छ। यसमा नम्बर अफ ट्रायङ्गल पत्ता लगाउनको लागि हामीले यत्तिकै काउन्ट गर्दाखेरि पनि त्यो एकदमै टाइम कन्ज्युमिङ हुन जान्छ र हामीलाई एकदमै कम टाइममा एन्सर निकाल्नको लागि वी क्यान युज वान फर्मुला। त्यो फर्मुला म यहाँनिर लेख्न जाँदैछु। त्यसको लागि चाहिँ पहिले हामीले यसरी बनेको ट्रायङ्गलको यो बेसमा देखिएको ट्रायङ्गलहरूलाई काउन्ट गर्नुपर्छ। जस्तै यहाँ 1 2 3 4 हामीसँग बेसमा यसरी 4वटा ट्रायङ्गल छ भनेपछि हामीले यो नम्बर अड हो कि इभन हो भनेर हामीले त्यो अनुसार फर्मुला एप्लाई गर्नुपर्छ। यसमा 4 आएको छ भनेपछि यो 4 भनेको इभन नम्बर हो र इभन नम्बरको लागि चाहिँ हामीसँग फर्मुला छ टु फाइन्ड आउट दिस नम्बर अफ ट्रायङ्गल। त्यो फर्मुला हो 1/8 n प्लस 2n 1। यसरी हामीले यो फर्मुला युज गर्न सक्छौँ। अनि यो फर्मुला युज गर्दा हामीले यसमा यो एनको ठाउँमा चाहिँ यसरी तल दिएको बेसको ट्रायङ्गल एन जुन 4 छ त्यो भ्यालुलाई यहाँनिर राख्ने अनि त्यसपछि यसको एन्सर इजिली फाइन्ड आउट गर्न सक्छौँ। 1/8 अब गरौँ है त, यहाँनिर ब्राकेट त्यसपछि 4 स्मल ब्राकेट 4 + 2 ब्राकेट क्लोज 2 यहाँ कुनै पनि साइन छैन टाइम्स एनको ठाउँमा छ हामीसँग 4 + 1। अब यसलाई यसरी सल्भ गरिसकेपछि हामीले एकदमै चाँडो एन्सर निकाल्न सक्छौँ। 4 टाइम्स 4 + 2 6 टाइम्स 4 × 2 = 8 + 1 9। अब हामीसँग यहाँनिर पनि टाइम्स हुन्छ। अब यसरी सिधै काट्न मिल्छ। 4 2 = 8 यहाँनिर पनि काट्ने 2 1 is 2 2 3 = 6। अब हामीसँग बच्यो 3 टाइम्स 9। यसको एन्सर हुन्छ 27। यसरी यो फर्मुला एप्लाई गरेर हामीले अझै पनि ठुलो फिगर छ अनि धेरैवटा नम्बर अफ ट्रायङ्गल बेसमा छ, जस्तै 6 छ 8 छ 10 छ भनेपछि इभन नम्बर जतिको लागि चाहिँ हामीले सेम फर्मुला एप्लाई गरेर इजिली एन्सर निकाल्न सक्छौँ। अब हामी जाउँ अर्को फिगर पनि सेम नै छ। अब यसमा चाहिँ नम्बर अफ ट्रायङ्गल कतिवटा छ भनेर म भन्छु। 1 2 3 4 5 6 7 यसरी यहाँनिर n = 7 छ अनि यो 7 भनेको अड नम्बर हो। अड नम्बरको लागि चाहिँ हामीले थोरै अघिकै फर्मुलामा थोरै चेन्ज छ र यो फर्मुला धेरै गाह्रो पनि छैन। यसको फर्मुला हुन्छ 1/8 n + 2 2n + 1 यहाँसम्म सेम छ अनि यो अड भएको भएर -1 गर्ने। अब यसमा एनको ठाउँमा 7 राखेर सल्भ गरौँ अनि एन्सर हामीले पत्ता लगाउन सक्छौँ। एनको ठाउँमा छ 7 7 + 2 2 टाइम्स 7 + 1 -1 1/8 7 टाइम्स 7 + 2 9 टाइम्स 7 × 2 = 14 + 1 15 -1। अब पहिले सुरु त हामीले यति तीनवटालाई सल्भ गरेर एन्सर निकाल्नु पर्ने। 7 + 2 9 7 टाइम्स 9 अनि यहाँ पनि कुनै पनि साइन छैन भनेपछि टाइम्स छ। त्यसपछि 7 टाइम्स 2 भनेको 14
+1 15 हुन्छ। 15 लेखेँ मैले -1। अब यसपछि अझै सल्भ गर्न बाँकी छ। कसरी लेख्ने त? 7 × 9 × 15 कति एन्सर आउँछ? हामीले साइडमा रफ गर्दाखेरि हुन्छ 7 × 9 र 15। 7 × 9 63 हुन्छ र 15 यसको एन्सर आउँछ 945 टाइम्स 945 -1। अब फेरि आउँछ 1/8 टाइम्स 944। अब यसपछि यसले 8 टाइम्स 944 डिभाइडेड बाई 8 भनेको यसको एन्सर हुन्छ 118। यसरी यो माथि दिएको फिगरमा 118 ट्रायङ्गल्सहरू छन्। यसरी नै हामीले यस्तो खालको ट्रायङ्गल सल्भ गर्नको लागि चाहिँ हामीलाई दुईवटा फर्मुला थाहा हुनुपर्छ। त्यो फर्मुला तपाईहरूले पनि नोट डाउन गरेर राख्न सक्नुहुन्छ। त्यो फर्मुला म यहाँ लेख्दैछु। यदि त्यहाँनिर बेसमा नम्बर अफ ट्रायङ्गल चाहिँ अड छ भने अडको लागि फर्मुला छ 1/8 n + 2 2n + 1 -1 अनि ब्र्याकेट क्लोज। अनि फर इभनको लागि छ 1/8 यहाँनिर -1 नलेख्ने, बाँकी चाहिँ सबै सेम n + 2 2n + 1 अनि ब्र्याकेट क्लोज। यो दुईवटा फर्मुला याद गर्नु भएपछि यसरी दिएको ट्रायङ्गल, यहाँ माथि दिएको ट्रायङ्गल हामीले यस्तै खालको ट्रायङ्गलको फिगर काउन्टिङ प्रब्लम चाहिँ इजिली सल्भ गर्न सक्छौँ। आई होप तपाईहरूले बुझ्नुभयो होला। यदि केही कन्फ्युजन छ भने कमेन्ट बक्समा लेख्नुहोला। थ्याङ्क यू।